बताउन गइरहेको छु। सबै मीठा कुरा गर्न पनि सकिँदैन, सधैँ तितो कुरो गरेर पनि हुँदैन। तर आज तिता र मीठा कुरा गरौँ। म छोटो धेरै लामो सम्बोधन गर्दिन। पहिलो कुरा त प्रशस्त पानी पिउनु होला, यो र कहीँ जाँदाखेरि लामो समयसम्म शौचालय जान नरोक्नु होला। म चाहिँ एउटा युरिन इन्फेक्सनबाट चाहिँ ग्रसित भएँ भर्खरै। पानी कम पिउने, चुनावी दौडमा चाहिँ टोयलेट जानु पर्ला भनेर रोक्ने क्रियाकलापले गर्दा मलाई अलिकति स्वास्थ्यमा अलिकति होइन अलि बढी नै असर गरेको थियो। तर अब अहिले म त्यसबाट बाहिर निस्किने क्रममा छु। चुनावी क्रममा दौडिनुभएका साथीहरूको अनुहार हेरिरहेको छु। सबैको खटाई तपाईहरूको अनुहारले देखाएको छ। तर तपाईहरूको अनुहार सधैँ यस्तै हुनुपर्छ। जनतासँग सधैँ भिजेको, असिन पसिन भएको, जनतासँग सधैँ गाँसिएको। नेतृत्व र जनताको बीचमा एउटा ठूलो पर्खाल छ। कयौं नेताहरूसँग जनता नजिक हुनै चाहँदैनन्, किनकि उनीहरूलाई यो आफ्नो मान्छे हो भन्ने नै लाग्दैन। आज घर घरमा नमस्कार गर्न हामी पुगेका छौं, भोलि तिनले गरेको नमस्कार पनि नफर्काउने ठाउँमा तपाईँ हामी पुग्न सक्छौं। होशियार त्यो होइन, त्यस्तो नेतृत्व जनताले खोजेका होइनन्। आज तपाईहरूले खुशियाली मनाउनु भएको छ। तपाईहरूको निधारको अबिर पनि कतिको त नुहाउँदा नुहाउँदा पनि गएको छैन, कतिपय अझै पनि अबिर माला लगाइरहनु भएको छ। हो, त्यस्तै सेलिब्रेसन नेपाली जनताले अबको 5 वर्ष प्रत्येक दिन गर्न सक्ने गरी काम गर्नुपर्छ। तपाईको परिवार कति खुसी हुनुभएको छ नि, माननीय हुनुभयो भनेर। परिवार, आफन्त, देश विदेशमा ओहो कत्रो सेलिब्रेसन चल्यो होला। केक काट्नुभयो होला, दियो बाल्नुभयो होला, रातभर रमाइलो गर्नुभयो होला, खानपिन कति रमाइलो गर्नुभयो होला नि। हो, त्यस्तै उत्सव जनताले 5 वर्ष मनाउनुपर्छ। तपाईलाई चुनेकोमा, मलाई चुनेकोमा। त्यो हाम्रो चुनौती हो। यो 5 वर्षलाई सामान्य अन्य चुनावहरूमा चुनिएको जस्तो सोच्नुभयो भने त्यसले अप्ठ्यारो परिस्थिति सृजना गर्छ। आदरणीय साथीहरू, मलाई थाहा छ राजनीति यसै गरी चल्छ भनेर कहीँ कतै मानिसहरू त्यही ढंगले दौडधुप पनि मैले गरेको कहीँ कतै देखिरहेको छु। राजनीति त्यसै गरी चल्नेवाला छैन। नथिङ, कुनै पनि चिज हिजो जस्तो चल्नेवाला छैन। काँचुली फेर्ने हो, सर्लक्कै काँचुली फेर्ने हो। सर्लक्कै काँचुली फेर्नका लागि भनेर नेपाली जनताले हामीलाई त्यो अभिमत दिएका हुन्। हामी कानून बनाउन आएका हौं। कानून बनाउने प्रमुख जिम्मेवारी तपाईहरुको काँधमा नेपाली जनताले दिएका हुन्। उनलाई थाहा छैन त्यो कानून फेरेर उनको घरको बाटो बन्छ, उनको धारामा पानी आउँछ, बिजुली आउँछ, इन्टरनेट चल्छ, उनलाई थाहा छैन। तर तपाईलाई थाहा हुनुपर्छ कुन धाराले कहाँ अड्काएको छ मान्छेको घरमा धारा आउन, तपाईलाई थाहा हुनुपर्छ। अध्ययन गर्नुपर्ने हुन्छ। त्यसकारण यसपटक यो शक्तिको दौडधुप यताउता यसलाई भनेर हुन्छ कि उल्ला भनेर हुन्छ कि यसो भेटेर गएर फोटो खिचेर हुन्छ कि यो पसल बन्द गर्नु होला साथीहरू। म आज अलिकति तितो कुरा गरिरहेको छु तपाईहरुलाई। एज अ ल मेकर